नेपाली खेलकुदको इतिहासमा अगस्ट 28 मा एउटा यस्तो दिन बन्दैछ जसको प्रतीक्षा पुरा नेपालले गरिरहेको छ। चीनको पर्यटकीय सहर सङ्घाईमा जुन आयोजना हुँदैछ रोड टु यूएफसी सिजन 5 को सेमिफाइनल। बझाङका बाघ रविन्द्र ढाँडले क्वार्टर फाइनलमा फिलिपिन्सका किम्बर्ट अलिटो पोन्जोनलाई दोस्रो राउन्डमै ध्वस्त पार्दै सेमिफाइनलमा आफ्नो ठाउँ पक्का गरेका थिए। अब अगस्ट 28 मा उनको अगाडि उभिँदैछन् अस्ट्रेलियाका अपराजित रेकर्ड बोकेका फाइटर कासिम मर्डोक। के रविन्द्रले यो बाधा पार गरेर यूएफसीको सेमिफाइनल यात्रा तय गर्लान्? बझाङदेखि सङ्घाईको ओक्टागनसम्म रविन्द्र ढाडको यात्रा कुनै प्रेरणादायी कथाभन्दा कम छैन। बझाङको विकट गाउँदेखि भारतमा मजदुरी गर्दै सुरु भएको उनको यात्रा आज सङ्घाईको ठुलो ओक्टागनसम्म आइपुगेको छ। दशकको शानदार प्रोफेसनल रेकर्ड बोकेका रविन्द्र आफ्नो आक्रमण स्ट्याकिङ पावरफुल पहुँच कहिल्यै नहार मान्ने गोर्खाली स्पिरिटका लागि चिनिन्छन्। क्वार्टर फाइनलमा आफ्नो पावर र टेकडाउन डिफेन्सको गजबको प्रदर्शन गरेका रविन्द्रको सबैभन्दा ठुलो शक्ति नै उनी विपक्षीलाई ओभरब्लेम दाप्न पार्छन्। उनको एकमात्र लक्ष्य भनेको अगस्ट 28 मा सेमिफाइनलको जित निकाल्नु हो। प्रतिद्वन्दी कासिम मर्डोक। तर सङ्घाईमा रविन्द्रको बाटो रोक्न बसेका छन् कासिम मर्डोक, जो 8-0 को अपराजित रेकर्डमा छन्। कासिम एक धेरै प्राविधिक, टेक्निकल र चलाक फाइटर पनि हुन्। उनको मुख्य बल भनेको उनको रेस्लिङ र सबमिसन गेम हो। क्वार्टर फाइनलमा जापानको युनोसुके मिनामीलाई तेस्रो राउन्डमा हराएर उनी सेमिफाइनल प्रवेश गरेका हुन्। कासिमले फाइटलाई भुइँमा लगेर नियन्त्रण गर्न खोज्नेछन्। कसको पल्ला भारी? यदि अगस्ट 28 मा यो फाइट हेर्ने हो भने प्योर स्ट्राइक भी ग्राप्लरको लडाइँ हुनेछ। रविन्द्रको जितको रणनीति भनेको रविन्द्रले फाइटलाई स्ट्यान्ड अप उभिएर नै राख्नुपर्ने हुन्छ। कासिमको टेकडाउनलाई रोकेर आफ्नो डेनमार्क पञ्चहरू कनेक्ट गराउन सके रविन्द्रले नकआउट फिनिस लिन सक्छन्। कासिमको रणनीति कासिमले रविन्द्रको पावर पञ्चबाट बचानी फाइटलाई भुइँमा ढाल्ने र ग्राउन्ड एन्ड पाउन्ड वा सबमिसनको खोजी गर्नेछन्। यस फाइटमा जसले आफ्नो गेम प्लान सुरुकै राउन्डमा लागू गर्न सक्छ जित उसैको हुनेछ। अपेक्षा भने धेरैले गरेका छन्। सङ्घाई एरेना र नेपाली दर्शकको आशा भनेको चीनको सङ्घाईमा अगस्ट 28 मा हुने यो रोड टु यूएफसी सेमिफाइनलमा हजारौं नेपाली तथा अन्तर्राष्ट्रिय दर्शकहरूको ध्यान रहनेछ। रविन्द्रको यो फाइट केवल उनको करियरको लागि मात्र नभई सम्पूर्ण नेपाली एमएमए इतिहासकै सबैभन्दा ठुलो क्षण हो। यदि रविन्द्रले अगस्ट 28 मा कासिमलाई हराए भने उनी यूएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बन्नेछन्। रोड टु यूएफसीको सेमिफाइनल जित्ने फाइटरले के पाउँछ त? सबभन्दा पहिला 1 नम्बरमा फाइनलमा प्रवेश हुनेछ। सेमिफाइनल जित्नुको सबैभन्दा ठुलो फाइदा नै रोड टु यूएफसीको फाइनलमा स्थान बनाउनु हो। फाइनल फाइट जित्ने बित्तिकै यूएफसीले आधिकारिक रूपमा 6 अङ्कको बहुउद्देश्य यूएफसी कन्ट्र्याक्ट प्रदान गर्छ। फाइट पस यानि कि नगद रकम। सो मनी फाइट खेले बापत सेमिफाइनल ओक्टागनमा ओर्लिए बापत निश्चित रकम पाइन्छ। अर्को भनेको विन्स बोनस। विन्स बोनस जिते बापत फाइट जितेपछि सो मनी बराबरकै थप रकम पुरस्कार स्वरूप प्राप्त हुन्छ। पर्फर्मेन्स बोनस। यदि फाइटरले नकआउट वा सबमिसन मार्फत शानदार जित निकाल्यो भने यूएफसीले पर्फर्मेन्स अफ द नाइट वा फाइटिङ बोनस अतिरिक्त डलर भने प्रदान गर्दछ। त्यस्तै 4 नम्बरमा ग्लोबल एक्सपोजर र स्पोन्सरसिप। यूएफसी फाइट पाएछ अन्य मुख्य प्रसारण च्यानलहरू जस्तै सोनी स्पोर्ट मार्फत विश्वभर प्रसारण हुने हुनाले अन्तर्राष्ट्रिय ब्रान्डहरूमा प्रायोजन यानि कि स्पोन्सरसिप र नयाँ डिलहरू पाउने सम्भावना उच्च हुन्छ। आधिकारिक र्याङ्किङ र मान्यता। यस जितले फाइटरलाई विश्वव्यापी एमएमए र्याङ्किङमा माथि पुर्याउँछ र यूएफसीको मुख्य रोस्टरको एकदमै नजिक पुर्याउँछ। कसले यो सेमिफाइनल जित हात पार्ला त यो भन्ने अगस्ट 28 मै साँझ 5:45 बजे नै थाहा हुनेछ। लाइभ कसरी हेर्ने नेपालबाट त्यो भिडियो चाहिँ योभन्दा पछिल्लो आउने भिडियोहरूमा चाहिँ ल्याउनेछौँ र तपाईँको विचारमा अगस्ट 28 मा चीनको सङ्घाईमा हुने यो भिडान्तमा रविन्द्र ढाडले कासिम मर्डोकलाई हराउन सक्लान् त? आफ्नो अनुमान र रविन्द्रलाई जितको शुभकामना तल कमेन्ट बक्समा लेख्नुहोला। भिडियो मन परेमा लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गरेर पनि जोडिरहनुहोला। धन्यवाद।